उहाँ हाम्रा अपराधहरूका निम्ति घायल हुनुभयो, उहाँ हाम्रा अधर्मका निम्ति कुचिनुभयो। हामीलाई शान्ति ल्याउने ताडना उहाँमाथि पर्यो र उहाँले कोर्रा खानुभएको हुनाले हामी निको भयौं। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले संसारलाई दोषी ठहर्याउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भन्ने चाहना गर्नुभयो। परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही अभाव हुने छैन। उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ, उहाँले मलाई शान्त पानीको तिरमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई ताजा पार्नुहुन्छ। उहाँले हाम्रा सबै पापहरू क्षमा गर्नुहुन्छ र हाम्रा सबै रोगहरू निको पार्नुहुन्छ। उहाँले हाम्रो जीवनलाई खाडलबाट उद्धार गर्नुहुन्छ र हामीलाई करुणा र दयाको मुकुट लगाइदिनुहुन्छ। हे थाकेका र भारीले दबिएका मानिसहरू हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफैमाथि ल्याओ र मबाट सिक, किनकि म विनम्र र कोमल हृदयको छु र तिमीहरूका आत्माले विश्राम पाउनेछन्। धर्मशास्त्र भन्छ, तिमीहरू नडराओ, किनकि म तिमीहरूको साथमा छु। निराश नहो, किनकि म तिमीहरूका परमेश्वर हुँ। म तिमीहरूलाई बलियो पार्नेछु, म तिमीहरूलाई सहायता गर्नेछु। जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले तिमीहरूलाई प्रेम गरेको छु। मेरो प्रेममा रहिरहो। तिमीहरूका हृदय विचलित नहोन् र ती नडराउन्। म तिमीहरूलाई शान्ति छोडेर जान्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु।